घरबाट निस्केर अब त्यहाँ ट्रेन स्टेसन पुग्ने, ट्रेन स्टेसनबाट ट्रेन चढेर 10-15 मिनट लाग्छ त्यहाँबाट। अनि त्यहाँ के अरे दाइहरूको घरमा जाने अनि टिका सिका लाउने। अनि यो आजको ड्रेस कस्तो बिग्रेको यार। ड्रेस अलिकति पुरानो वाला किन्न सक्यो त यो ब्याग हो पुरानो जमानाको हुन्छ। ठिक छ अलि ओल्ड फेसन हो कि साडी यार। 40 यो त मेरो हो क्या हो? त्यहाँ हाम्रो इन्ट्रो नै भएन यार। इन्ट्रो चाहिँ यस्तै होइन, के हुन्छ भन्दाखेरि हाम्रो आजको भ्लग चाहिँ अब लाइक त्यस्तै हुन्छ। दसैँको स्पेसल के गर्छ त होइन हामीले आज, त्यो चाहिँ देखाउँछ तपाईँहरूलाई। हाम्रो चाहिँ फर्स्ट भ्लग हो होइन, फर्स्ट दसैँ इन युके भनौँ न। पहिलाको दसैँ चाहिँ कस्तो थियो भन्दाखेरि लाइक हामी चाहिँ फर्स्ट अक्टोबर 10 लाइक त्यस्तोमा आएको थियो कि म चाहिँ मनाएन नि दसैँ। त दसैँको ट्याक्क 4 दिन अगाडि आएको कि होइन यता। ओइ पर्सि रहेछ खतरा कार यार। अनि त्यसपछि यहाँ घरमा आएको थियो होइन। अनि त्यसपछि दिदीले लगाइदिनु पर्यो टिका त। त्यतिखेर कोही थिएन होइन। अनि कस्तो अर्कै फिल भइरहेको थियो कि। अनि यो चोटि चाहिँ अब भनौँ न यसो बाहिर निस्केको थियो। चोटि त म घरमै बसेको थिएँ पहिलाको दसैँमा होइन। एकचोटि फोन गरेको थिएँ घरमा, त्यति मात्र हो। अहिले चाहिँ अब आजको दसैँ चाहिँ अब योपालिको दसैँ कस्तो हुन्छ सबै हामी देखाउँछ भ्लगमा। कहाँ जान्छ के गर्छ होइन। यसो होइन हेर्दै गर्नु होला अन्तिमसम्म के हुनेवाला छ होइन। अन्तिमसम्म यस्तो हुन्छ, यस्तो कुरा हुन्छ हाम्रो। त्यही भएर स्टे अन द भ्लग भन्छ नि त है। अलिअलि मिसो लड्छु कि नआउने होइन, हामीलाई इङ्ग्लिस त आउँदैन तर पनि हेरिदिनु होला। अब यस्तै हो, कहाँ जानु के गर्ने। यहाँबाट भिडियो नै भएको थियो बाह्रै छ उता जानुपर्छ नि। त्यहाँ उता अलि 10 मिनट जति हिँडेर त्यहाँ स्टेसन पुगेर अलि त्यहाँबाट ट्रेन लिने के हुन्छ हामी देखाउँदै गर्छ। जब चाहिँ हामी लाइक ट्रेन स्टेसनमा आयो कि होइन। ट्रेन स्टेसन लाइक बेलभिडियरमा छ। अनि यहाँ चाहिँ हाम्रो अर्को यहाँ मैले इन्टरभ्यूलाई दिन लगाएन लास्ट राम बनाउँछ कि भनेको यसले तर्फै बनाउँदै रहेछ। यिनी लाइक तपाईँहरूले मेरो इन्ट्रो हेर्नु भयो होला होइन। हरेकमा हे गाई छ कि छैन भन्दा है धेरै होला नि। मलाई नै यसको इन्ट्रो कस्तो लाग्यो भन्नु है। राम्रो छ। त्यही हो है। यहाँबाट हामी वेलिङ जान्छौँ। त्यहाँ टिका लाउँछौँ। त्यो त रोकिन त अनि ट्रेनहरू छ रोकै गाई तर होइन। लाइक हामी ट्रेन आएको नि त होइन। ट्रेनसम्म नआएको तर लाइक ट्रेनै लाइक कति मिनट रहेछ हेर्नु न। ट्रेनिङ लाइक कता धेरै पो हुन्छ त्यहाँ धेरै त है। त्यो क्यामेरामा लाइक अझै लाइक 30 रुम रहेछ क्या ट्रेन है। अनि 20 मिनट पर्खिनु पर्छ। त्यही माथि यो हाम्रो टिकटक स्टार टिकटक बनाउँछ 20 मिनटसम्म होइन गाइस। तपाईँलाई अब ट्रेन चढेपछि देखाउँछ है होइन है त। ट्रेन आयो गाइजहरू है। हामीले 20 मिनट वेट गरेँ त होइन। अनि अब ह्यान्डसम छ। ट्रेन आयो सर पछाडि बस्यो कि ताल बस्ने। अनि वेलिङ जान्छौँ टिका लाउँछौँ। त्यो नेपाल बाजे हो है। अनि है नेपाल बाजे किन रिसाइरहेछ बाजे त रिसाइरहेछ त। बाजे अलि रिसाइरहेछ बुढीसित हेर्न कस्तो हिँड्दा थिएन है। यहाँ चाहिँ यस्तो ट्रेन हाम्रो चाहिँ होइन। यही हो ट्रेन। अनि अब जान्छौँ होइन ह्यान्सी। जाने होइन दसैँ यस्तो टिका लगाउनु पैसा गरिदिने म यस्तो खनखन गर्ने देखाउँदै नदिए नि मेरो पैसा निकालेर देखाउँदै। यसमा त लास्ट धेरै पैसा कस्ट हुन्छ बोल्दैन। 4-5 हजार छ होला यसित। त्यति भन्ने अब के भन्नु यसो अब बिजनेस ओपन गर्न लागि हेर्नु त्यसको बिजनेस ओपन गर्न लागिरहेको छ। बिजनेस एउटा नयाँ बिजनेस ओपन गर्ने के बिजनेस लगाएर तपाईँहरूलाई हामी उता घर पुगेपछि देखाउँछ है। तपाईँले कसले नोटिस गर्नुभएको छ यो होइन। यो घर अस्ति हामी आएको थियो एकचोटि। यहाँ यही हो कि ढोका खोला हुन्छ है। भित्रबाट चाहिँ लक हुन्छ। सुरजले कल गर्नु। अनि म तपाईँहरूलाई भित्र छ देखाइदिन्छु भने के छ भनेर। मैले अस्ति नै यसरी देखाएको थिएँ कि तपाईँहरूले नोटिस गरिदिनु होला सायद। यसो खोल्यो
कार पनि रहेछ एउटा यहाँ त यहाँ त पुरै पानी चल्छ अरे के सरप्राइज के सरप्राइज के तास खेलिरहेछ त खै पैसा टिका लाउनु गइरहेछ गाइस यहाँ बस्छ ल ल ल ए मेरो हजुर नाचौँ न त अब कसुर वनमा फुल्यो फुल वनमा फुल्यो फुलमा यता बस के सदा सुहागन रहो गर्भवती भव डाँडा के अरे छोराछोरीले डाँडा काँडा ढाकुन् गीत भएन यार यो यार दसैँको बजाइदिनु न भ्लग यसको भ्लगमा होइन उ गरिदिनु ल किन कसले त्यसले देखेर कसले के कस्तो क्याजुअल टक हो कि यिनीहरूको बिच त के छ वा यिनीहरूलाई कस्तो सुहाउँदो रहेछ रातो टिकामा रोहित दाइले मलाई लगाइदेखेन नि स्वेट जिब्रे यहाँ छ नि फेरि यहाँ निधारमा ए कुन नेवार छ यहाँ कुन नेवार हो सब नेवार हो होइन हामी सानो मात्र पार्टी टिका किन नलाग्यो यता त्यो अहिले अब छ अब यस्तो म लगाइदिन्छु मलाई लगाइदिनु ल तिमी नेवार हो के हो भाइ भाइ बस दिनु पर्ने मेरो टर्न हो तर ल चिस्नु नि त होइन ओम मङ्गलम पुण्डरीकाच मङ्गल तनहरि म भने कि कस्तो होला अनि तिमीलाई मस्तले फ्लेक्स हान्दै हो क्या मैले सबैले चिनोस् न नाम के अरे तिम्रो नाम के अरे भन न यार ए छिटो गरौँ क्या यहाँ म ध्यानमा छु बस्ने दादा 5 पाउन्ड छ सक्यो दसैँ दिन भाइलाई म 1 पाउन्ड दिन्छु कि भाइलाई म दिन्छु तिमीलाई अनि 1 पाउन्ड 1 पेन्स 1 पेन्स के म दिन्छु 1 पेन्स ल 1 पेन्स दिन्छु म तिमीलाई म तिमीसँग छ 1 पाउन्ड छ कि मसँग 1 पेन्स भनेको पाउन्ड होइन कि यार ज्ञानी हुनु धेरै पढ्नु राम्रोसँग पढ्नु बाबाले भनेको मान्नु सबैलाई माया गर्नु सबैलाई है फेरि जमरा यति नै भन्छ छ जमारा त अब लिएर आउला लोक न छ कस्तो जमरा पार्टी टिका लगाइदिनु ल दादा यता हौ पार्टी टिका त्यो वाला आउँदैन यस्तो वाला ला यता राम्रोसित देखाउनु न यता सबैलाई यहाँ होइन सबभन्दा कान्छा ल भाइ धेरै पढ्नु भएन सोचेको सबै होस् होइन
तिमीलाई चाहिँ अलिकति चाख्न कम गर धेरै होइन खटिया धेरै नलाग्छ मेरो पर्स निकाल त एक पेन्स छ त्यहाँबाट निकाल त एक पेन्स एक पेन्स छ क्या यो उयो रातो होइन त्यो त 2 पेन्स हो अर्को छ कि त्यो होइन त्यो 5 पेन्स छ एक पेन्स छ कि यार ओए सुरज यो त्यो होइन यो हो के यो होइन त्यो होइन के रोक न यार ल सुरज दाइ 10 को के रे दक्षिणा ओए पैसा बोलेगा भयो नि होइन भयो अब चाहिँ टक्क टिका लगाइसक्यौँ होइन हाम्रो केटाहरूले पनि कस्तो ओके अब बाहिरको माहौल देखाइदिउँ होइन यस्तो छ यहाँ चाहिँ कुकिङ वाउ हाम्रो दाइ त सेफ हुनुहुन्छ होइन टक्क यहाँ अलरेडी कति चिजहरू त पाकी पनि सक्यो ओ यताबाट राम्रो आउँदो रहेछ यार टक्क हेर्न यहाँ टिका लगाएर अब चाहिँ तासको खेलाइमा गइरहेको छ होइन त जीवन जित्छ होला नि त है हान्सम्म सबजना बसेर चाहिँ टट्ट खानाको लागि सेटअप भइसकेको छ केटाहरू यहाँ गीत बजाइरहेको छ खानाको चाहिँ हजुर वाउ के हो टक्क होइन हालिदिनु छ म्याथमा हालेको कि ल है ल स्टेप नगर्मै त्यो दक्षिणा देखो नाच्न दिनेश भाइ दुवैजना नाच्न चप्पल न चप्पल उयो नवीन भाइ त के हो छ नवीन भाइ त त्यो पाइँदैन भन सर्ट दाइले खाना बसिसक्नु रहेछ खाना पस्किएर चाहिँ यस्तो भइसक्यो ए ह्यापी दसैँ वाउ कति थरी छ नि खाना पनि गाइज हामी अहिले अब निस्किसकेका छौँ होइन त्यहाँ घरबाट के भन्छ यस्तो खायो मासु भात मासु थियो कति भेराइटी थियो होइन यस्तो भर्खर दसैँ लगाएर जस्तो फिल भएको थियो मलाई त्यो भात खाँदाखेरि कि होइन मलाई घरको याद आइरहेको थियो होइन भनेको चाहिँ मासुको मटन धेरै 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 समयपछि लाइक नेपाली फ्लेभरको मटन खायो भनौँ न त्यस्तो त त्यो के थकाली खाना नि खाएको थिएन थकाली खाना पनि थिएन कि त्यस्तो मासु चाहिँ त्यही पनि टेस्ट चाहिँ खतरा थियो होइन खायो अनि भिडियोमा देखाएको छ हेऱ्यो होला होइन अगाडि मेरो पैसा छुट्यो जस्तो यार के कुरो
के को पैसा तेरो ब्याग खोइ पैसा मेरो उसमा तेरो अनि ब्याग अब चाहिँ यसो हाल्यो अब चाहिँ हामी अब यस्तो फेरि अनि त्यो ट्रेन चढ्नु जानुपर्छ कि त्यो मसँग छ कि त्यो ट्रेनमा जानु खोज्छ होइन अब चाहिँ के अरे त्यो साउथ इस्टर्न ट्रेन फेरि त्यहाँ अघि आएको थियो अनि त्यहीँ फेरि त्यहाँ गएर त्यहाँबाट चाहिँ सेन्ट्रल लन्डन चाहिँ जाऊँ भनेको होइन अनि एउटा अन्त लागेको चिज भइहाल्छ नि हामी त्यस्तो अहिले त घाँटी लगाइरहेको छैन अब छप्पी भन्नु आयो त्यही पनि यसो मलाई घाँटी यो चाहिँ नयाँ थपेको छ अहिले चाहिँ होइन अघि हामी भ्लगमा थिएन त्यही पनि अब हेर्दै जानु होइन अब चाहिँ हामी अब नेक्स्ट डेस्टिनेसन भनेको हामी कहाँ हुन्छ अरे लन्डन ब्रिज हुन्छ त्यहाँ साथीहरू छ होइन स्पेसल साथीहरू छ त्यहाँ भेट गराउँछ होइन हामीले कहिले नदेखेको तपाईँहरूले नदेखेको साथीहरू त्यहाँ छ कि आजसम्म हाम्रो क्यामेरामा आएन है नयाँ साथी छ नयाँ साथीहरू पनि के भनौँ है जोडी भनौँ न है त्यो जोडीहरू छैन परिवार के भन्छ के को जोडी त्यो ढुकुरको जोडी जस्तो छ है देखाउँछ यस्तो जोडी छ मिल्ने जोडी है अहिले देखाउँछ हामीले होइन अब यस्तै स्टे अन गाइड्स के भन्छ हेर्दै गर्नु त्यहाँ भेटौँ ल बिचमा एउटा बुटलको ह्यान्ड सिधै भेटिसक्यो होइन बाटोमा हाम्रो दाइ कहाँ बाटोमा आइराख्नु भएको छ कि यसो हेर्नु है यसो दाइ यता भनिदिनु न केही कुरा है आजको दसैँको ह्याप्पी दसैँ ह्याप्पी दसैँ है अनि यसो दाइलाई भेट्यो होइन यता हो कि ट्रेन स्टेसन यताबाट होइन दाइ यताबाट हो ल दाइ तिम्रो उता जाने होइन सेन्ट्रल जाने हो ल अब दाइ चाहिँ काममा जाने रे होइन यसो दाइलाई भेटाएको थियो क्या हामीले बिच बाटोमा दाइ अब एकछिन काममा कहीँबाटै जानुहुँदो रहेछ पुरा दाइ त आफ्नै फर्ममा जानुहुन्छ होइन यो यताबाट अगाडिबाट अगाडि दिने भन्दै लाग्यो भाइ गाडीले ल ल बाई बाई दाइ राम्रोसँग बस्नु हेन्जी दाइ गइसक्यो हाम्रो हेन्जी दाइ हेर्नु दाइ हिँडेको आमा दाइ हिँड्दाखेरि त के यार राजेसम्म हिँडे जस्तो हिँड्नुहुन्छ त दाइ त त्यस्तै हो दाइ गाइदिँदैन अब हामी चाहिँ अब स्टेसन छिर्नु लागिसक्यो होइन यसो अब स्टेसन छिरेर ट्रेन सामान्य अनि लन्डन के अरे लन्डन टावरहरू कता कता जानु खोज्दाखेरि है थाहा छ हामीलाई यो चाहिँ के हुन्छ भन्दाखेरि होइन म रियालिटी भन्दैछु क्यामेराको अफमा चाहिँ यस्तो हुन्छ होइन क्यामेराको अफमा चाहिँ मलाई पिटी पठाइदियो भने क्यामेरा अन भइसकेपछि म त नआउने भाइ म त लोयलो भन्छु होइन यस्तो छ अर्को कहानी गरेर चाहिँ यसले कस्तो यो चाहिँ आफू गर्छ मलाई दोष लाउँछ कि तर के भने यस्तै होइन अहिले चाहिँ हामी के भन्छ लन्डन ब्रिजको स्टेसनमा लन्डन ब्रिज नै टावर ब्रिजको स्टेसनमा अहिले के भन निस्केर होइन यता अब बाहिर निस्किसक्यो अब यसो कतातिर जान्छ थाहा छैन जामे कहाँ जाने हो हिँड्न न यहाँ कसको फोन आयो यार अब हामीहरू लन्डन ब्रिज गएर गाइजहरू होइन त्यो तोरीहरू यहाँ छ होइन अगाडि कतिहरू मान्छे हो भिड छ हौ त्यसै त लाइक वान अफ दि के हो लन्डनको है यसले के भन्छ वान अफ दि के हो लन्डनको वान अफ दि टलेस्ट बिल्डिङ हो केही हो है यो होइन लाइक न्यु इयरमा हामीहरू यहाँ बसेर हिँडेको थिएन यहाँबाट त्यो बुम हुन्छ सोचेको इस्यु यसपालि चाहिँ न्यु इयरमा हामी जान्छ होइन यहाँबाट पानी निस्किरहेको छ गाइजहरू होइन तपाईँले देखिरहेको छ अनि यहाँ दाइहरू नि हुनुहुँदो रहेछ नेपाली अनि हाम्रो नवीन झुल्किएको पाएर छ छुट्टै होइन मैले धेरै बोलेछु धेरै ब्लग हुन्छ अन्त डाइरेक्ट उता त है होइन रेस्टुरेन्टहरू त दामी छ नि है जुम्मेश्वरी के ऊ त्यो लन्डन ब्रिज देख्नु भयो तपाईँले म जुम गरिदिन्छु है ऊ हेर्नु न जुम गरेर चाहिँ क्लियर देखिहाल्छ फेरि अलिक नजिकै गरेर देखाउँछु तपाईँहरूलाई होइन ओके डालिङ के छ भन्दा एउटा ठिकै ऱ्याप हेर्नु न बालिन्सालाई ऱ्यापको बालिन्साले ऱ्याप गरेर हुन्छ यहाँ त निकाल्नु हामी तिनजना यहाँ त्यो ऱ्याप भन्छ नि बुझिस् नि बुझ्नु पर्यो यही होइन लन्डन ब्रिज रुकाइ गाइज 1 मिनट
लकी रहेछ भने त यो खोलिरहेछ के यो कहिले कहिले मात्रै खोल्छ कि धेरै जस्तो खोल्दैन कि होइन के आइरहेछ र ऊ त्यो सिपाइरहेको रहेछ त्यही भएर खोलेर रहेछ हेर्नु है खोलिरहेछ बिस्तारै त्यस्तो छ होइन लन्डन ब्रिज जस्तो राति अब यो दाम लाग्छ मलाई अरूभन्दा नि यो चाहिँ यो पार्ट छ क्या दाम छ है त्यो चाहिँ मेसर छ क्या यता बस्न पाएको भए त अब चाहिँ लाइक यता चाहिँ फोटोसुट कार्यक्रम भइरहेको छ अब एकछिन फोटो खिच्ने अनि फोटोसुट खिच्ने अनि भिडियो बनाउने जाने Oh my god. अहिले गाइज है हाम्रो लाइक अब हाम्रो भ्लग सुट हुन्छ यहाँ एउटा गेम भएको छ होइन यहाँ चाहिँ एउटा मान्छे छ होइन एकछिन रोक्नु अनि यहाँ एउटा अर्को यता हो नि तिमी हौ यहाँ हामी पाँचजना के अरे त्यसलाई भन्छ के भन्छ कन्सटेन्स फर्स्ट ल के हुनु छोड्यो ल अब त गर्नु पऱ्यो है ल केटा मलाई आइरहेको छ ओके ल त्यही द्याट्स द सेम जियो जा त्यो दुइटै केटा That's such a daring man. You got such a daring man. Oh, भाग गया. के कुरा के भने स्टाइल गएर अनि के भन्यो ए त्यस्तो त्यो बोल अरूसँग जा गएर बोल भन्ने चाहिँ नदिने नवीन अब त नेपालीले भन्न लाउने रोक रोक यहीँ छ या ब्रो किताब नेपालीलाई जस्तै किन चाँडो पऱ्यो हामी छ नि झन् छिटो भ्लग छिटो ल नेपाल केटाहरू मात्र भएको ठाउँमा जान्छ त गर्नु त ल खोज कहाँ छ नेपाल केटाहरू छिटो हो कि भिडियो गर्नु हिँड्नु भयो तिनजना केटा दिँदैन क्या अब हामी चाहिँ लाइक नेपाल केटा खोजिरहेछौँ उतातिर हुनसक्छ क्या चल भन्दै भन्दै के छोड्थ्यो किन नेपालीले भन्नु पर्यो हेलो भाइ कहाँ छ ल त्यस्तै ल यो बिचमा ल हेर्नु त्यही भने सुरज कस्तो रहेछ बिचमा नतार्न बिचरालाई ल छिटो न नेपाली भने राम्रो लाउँथ्यो नि भित्र घुमाएको अलिक घुमाउँछ नि तिनीहरूको मुख चिप्लेर आई लभ यु यो घुमाकै भएन ए आफ्नो यति मात्र घुमाकै आफ्नो चाहिँ त्यस्तो गर्दैछ है तुम किधर से गया गेम छोड़ के क्या करते भाई तुम त्यो भ्लगमा म मुखलाई नहाल्नु नि किन अनि त घर गएर खाए भाइ के खानु तिम्रो कस्तो बदाम थ्याङ्क यू कस्तो बदाम के हो र खाउँ सबै खाऊ न वाउ बुल्ले बदाम रहेछ भ्लग अब अहिले पछि लाइक हाम्रो चाहिँ दसैँ सबै मनायो होइन रमाइलो भयो भनौँ आजको दिन लाइक एकदम राम्रो है दायाहरूसँग टिका लगायो है अनि अब यति नै हो है आजको लागि नवीन आज नवीन चाहिँ सबजना सुत्ने बेला भएको छ होइन नवीन थाकेर यहाँ कस्तो त के भन्छ लास्ट रमाइल गरेँ के लास्ट कस्तो थाकेर म सुत्छ है
लास्ट जुली होइन गाइज यस्तै अब अघि देखिहाल्नु भयो होला होइन हामीले के गर्यो आज यस्तो आज दसैँ मनायो होइन तर त्यही पनि अलि के भन्दाखेरि कम भएको कुरा बेलुका आएर रमाइलो गरेन अलि है घरमा यसो रमाइलो गरौँ सोचिरहेको थियो अब गर्नै पाएन अब सुत्छ हामीहरू भोलि काम छ भोलि बिहान 12 बजीदेखि त्यही भएर अब अर्को नेक्स्ट भ्लगमा भेटौँ होइन दामी दामी भ्लगहरू नेक्स्ट भ्लगमा चाहिँ होइन नवीनले आइफोन किन्छ भने चाहिँ होइन लगेन त्यही अनुसार त सायद अब यसले नै आइफोन किनेको थियो गाइज होइन के हुन्छ नेक्स्ट भ्लगमा हुन्छ जे सरप्राइज हुन्छ बाई गाइज सब्सक्राइब कमेन्ट लाइक गरिदिनु है त बाई